नेप्सेमा सामान्य अङ्कको बढोत्तरी तर भोल्युम चाहिँ राम्रो नै छ। 10 अर्बभन्दा माथिको भोल्युम राम्रो नै हो र सबैजनाले एकदमै बुल स्वाट्टै माथि गइहाल्ने भनेको अवस्थामा किन अलिकति अलमल गर्दैछ त्यो अहिले हामी टेक्निकल्ली हेर्छौँ। तपाईँलाई धेरै धेरै स्वागत तथा नमस्कार। यो डेली नेप्से एनालिसिसमा आज चैत्र 1 गते 15 मार्च 2026। सुरुमै डिस्क्लेमर, यो भिडियो सधैँ जस्तै नितान्त एजुकेसनल वा रेफरेन्स पर्पजका लागि मात्रै बनाइएको हुनाले यसैका आधारमा मात्रै सेयर खरिद बिक्री नगर्नु होला, किनकि सेयर बजार पनि जोखिम रहित छैन। ल त्यसो भन्दै सधैँकै स्टाइलले हामी अगाडि बढौँ। आज नेप्से जम्मा 4.45 अङ्कले मात्र बढ्यो, त्यो भनेको 0.15% हो र नेप्सेको इन्डेक्स चाहिँ 2824.90 मा आएर बस्यो। 14 अर्ब 32 करोडको कारोबार। एकपल्ट हामीले यहाँ डेट वाइज इन्डिसेस हेऱ्यौँ भने चाहिँ यहाँ 13 अर्ब देखाउँछ होइन, किनभने यसले चाहिँ हिजो भन्नाले लास्ट भन्दा यहाँ चाहिँ थोरै कम देखायो, के एडजस्टमेन्ट गर्न बाँकी हुन सक्ला होइन। तर पनि अब मार्केट बढेको बेला भोल्युम बढेकै छ। जस्तो यहाँ घटेको बेला 12 अर्ब थियो, यहाँ घटेको बेला चाहिँ अति नै 21 अर्ब थियो। यो चाहिँ अब एक दिनको आउटलायर नै भन्नुपर्छ यस्तोलाई, र यो ठिकै हो भन्नुपर्ने हुन्छ। तर आजको मार्केट चाहिँ इन्ट्रेस्टिङ थियो है। फेरि डेमा तपाईँले कतिको हेर्नुभयो, बढेर यति माथि पुग्यो, त्यसपछि घट्यो, त्यसपछि बढेर जित्ला जस्तो गऱ्यो, फेरि बढेर युएसलाई पनि जित्यो। यो हायर हाई नै हो, तर त्यसपछि चाहिँ हायर हाई बनाउन सकेन, हायर लो चाहिँ बनायो, तर हायर हाई बनाउन नसकेपछि यो लेभलमा आएर बन्द भयो। र एकपल्ट तपाईँले याद गर्नुभएको थियो भने यो मजाले बढेको चाहिँ बिबिसी बढाएर हो। बिबिसीमा ठुलो पर्सेन्टेजमा बढेको थियो, त्यस्तो भएपछि त्यसको क्यापिटल धेरै गरेर ठुलै इम्प्याक्ट पर्छ, अथवा त्यसको पनि इम्प्याक्ट त्यसैले मात्रै त हुँदैन, त्यसको मेजर इम्प्याक्ट थियो भन्नुपर्छ। र आजको बजारमा झन्डै बराबरै जस्तो छ। 124वटा कम्पनी नाफामा गए भने 130वटा घाटामा गए, 9वटा अनचेन्ज रहेछन्। र अब 5% भन्दा माथिका टप गेनर हामीले हेर्ने क्रममा आज जम्मा 6वटा मात्रै छन्। 6वटा मध्ये पनि एसओएचएल यो एकदमै नयाँ कम्पनी भयो, सर्किटमा कारोबार हुनु ठिकै हो, र यो पनि आइपिओबाट आएको, अहिलेसम्म सर्किट लेभल नै कारोबार भइरहेछ। यो पनि भर्खरै कारोबारमा आएको, यो त यति सस्तो भए पनि यो सर्किट लेभलमा छ, किनभने नयाँ हो नि त। सो जिएलएच आएछ मजाले, अभियान पनि आयो। अभियान बिहानैदेखि लगभग यही लेभलमा बसिरह्यो। आरएसएमएल चाहिँ आज सर्किट लागेन। आरएसएमएल तपाईँले बढ्छ भन्नुहुन्थ्यो, खोइ त सर्किट लेभलमा कारोबार भएन भन्दै हुनुहुन्थ्यो। मलाई त्यसको विषयमा अहिले कुरा गरौँला, किन त्यस्तो भएको, त्यसको लोजिक के छ भनेर। त्यसपछि अब अरू झन्डै 5% एमपिएफएल पनि आएछ। अब भनौँ न यत्रो 124वटा बढ्दाखेरि पनि खासै ठुलो अङ्कले केही बढेको होइन कि, अलिकति धेरैवटा नै बढेको भन्ने बुझ्नुपर्छ। डिएचइएल चाहिँ अब यो राम्रै घट्यो, यो पहिले राम्रै बढेको थियो, किनभने यो 729 भनेको अहिलेको पनि प्राइस राम्रै हो। यो नयाँ भएकोले गर्दा अलिकति धेरै बढेको। केकेएचसी उचालिएर बढेको हो, यो फन्डामेन्टली राम्रो छैन, घट्नु ठिकै हो। अरू 5% मुनि घटेकोलाई हामी नहेर्ने। अब टप टर्नओभरमा चाहिँ हेर्नु भने जिएलएच पनि आएछ 81 करोड, यस्तो कारोबार भएछ। रिडी 67 करोड, एनएचपिसी 62 करोड, एचडिएचपिसी 55 करोड। यिनीहरू लास्ट विकदेखि नै अलि चलेकाहरू नै आज धेरै आएछन्। राधी पनि 45 करोड। टप भोल्युममा जिएलएचै छ, एचडिएचपिसी छ, एनएचपिसी छ, रिडी लगभग उस्तै छन् भने टप ट्रान्जेक्सनमा पनि तिनीहरू नै एउटा बिएचएल आइपरेछ, अरू सबै उस्तै हुन्। 1,24,000 भन्दा बढीको ट्रान्जेक्सन, यो एकदमै राम्रो हो। अहिले अब मार्केट एकदम पोजिटिभ मुडमै छ र मार्केटमा पार्टिसिपेसन एकदमै राम्रो छ भनेर हामीले चाहिँ एउटा चाहिँ स्ट्यान्डर्ड ल्याङ्ग्वेज बोल्न सक्छौँ। र आज सेक्टर हेर्दाखेरि सबभन्दा राम्रो गर्ने ट्रेडिङ सेक्टर 2.83। अब दुईवटा छ, यो मैले हेरिदिएको मात्रै, यसो केही काम छैन। 2.98% बिबिसी नै बढेछ, यसैले मार्केटलाई धेरै पुस गरेको हो भन्ने हामीलाई थाहा छ। त्यसपछि चाहिँ डेभलपमेन्ट ब्याङ्क रहेछ 0.74 मा। त्यसपछि हेर्ने हो भने त फाइनेन्स अनि कमर्सियल ब्याङ्क नै रहेछ। ल ठिक छ, फन्डामेन्टलमा जोड पुग्ने खालकाहरू छन्। हाइड्रो पनि ल ठिक छ, हाइड्रो पनि बढेको छ भनेपछि त यो राम्रै खालको सिम्टम देखियो। अब हामी आवरली नेप्सेको चार्ट हेरौँ पहिले, अनि हाम्रो सधैँको जस्तो सेक्टर स्टकहरू पनि जाउँला। अब आजको आवरलीमा सुरुमा थोरै भोल्युम सहित एउटा बियरिस क्यान्डल मजाले बनेको रहेछ। हुन चाहिँ त्यही बेलामा पहिलो आवरमै पिकमा पनि पुगेको रहेछ प्राइस, तर फेरि मजाले घटेछ होइन। त्यसपछि दोस्रो आवरमा यति ठुलो भोल्युम सहित एकदमै इन्ट्रेस्टिङ भोल्युम क्या, यो त हेर्नु त बाफरे, यता कतै त्यत्रो भोल्युम छैन आवरलीमा। सो यत्रो भोल्युम सहित
बुलिस क्यान्डल, त्यसपछि अझै अप भएर बुलिस क्यान्डल र अझै अप भएर अझ बुलिस पनि 12 बजु। यहाँ चाहिँ अलिकति इन्भर्टेड ह्यामर टाइप थियो भने यहाँ चाहिँ 12 बजु, तर भोल्युम चाहिँ लास्टमा अलिकति बढे तापनि यो बिचको 12 देखि 1 को भोल्युमलाई चाहिँ कुनैले भेटाउन सकेन, भोल्युम अति नै धेर आएछ। त्यसपछि यसरी हेर्दाखेरि एउटै मात्रै कुरा के गर्न सक्यो भने यहाँ यति माथि पुग्यो एकपल्ट, तर यदि तल झरेपछि पनि बाँकी 3 घन्टामा चाहिँ यो अप ट्रेन्डमै गएर क्लोज भयो र अर्को दिनलाई यसले पोजिटिभिटी ल्याउला भन्न चाहिँ सकिने भयो। त्यहाँभन्दा बाँकी चाहिँ धेरै चाहिँ आवरली क्यान्डलले हामीलाई देखाएन। ल सधैँ जस्तै मैले रेडी गरेको छु लाइनहरू, तपाईँलाई थाहा छ 80 को 80 को लाइन र यो ट्रेन्ड लाइन मैले धेरै पहिलेदेखि अलिकति यहाँ विकलाई डिस्काउन्ट गरेर तान्ने गरेको। तपाईँले याद गर्नुपर्छ भने ठिक्क यो ट्रेन्ड लाइन मैले तान्ने ट्रेन्ड लाइनबाटै यो सुरु भएर माथि गएको र फर्केर यहाँसम्म आएर फर्किन सक्ने एउटा, र अर्को चाहिँ यो एरिया ग्यापको एरिया भनेर मैले भनेको थिएँ फर्किने, अहिले माथि नै छ र फर्केर तल आएर यो लाइनलाई छोडेर फर्किन थाल्यो भने तपाईँले बाई गर्ने हो यो ट्रेन्ड लाइनलाई, र त्यहाँबाट पनि तल झरेर यो एरियामा पसेपछि चाहिँ थोरै जहाँ पनि बाई गर्न सक्नुहुन्छ। यहाँदेखि यहाँसम्म बाई गर्ने हो, किनकि यहाँबाट फर्किहाल्छ भन्ने कुरा नै हामीले जेनरली अरू ठुलो कुरा केही भएन भने भनेको थियौँ। तर अब हामी चाहिँ अहिले चाहिँ केलाई हेर्छौँ भन्दाखेरि यो एरियालाई हेर्छौँ है, यति एरियालाई हामीले फोकस गरौँ। यो किन फोकस गरेको हो भन्दाखेरि यीदेखि है मैले 4टा क्यान्डलको एरिया लिएको, यहाँबाट यति धेरै बढेर अनि यति माथिबाट खुलेर यति तल आएर यहाँसम्म गयो, अर्को दिन पनि त्यस्तै बियरिस क्यान्डल बन्यो। तर हेर्नुभयो भने तलको बिन्दु झन्नै लगभग बराबर छ। यो दिन बरु बुलिस क्यान्डल भएको दिन अलि तल आयो र एक खालको चाहिँ यहाँ माथि जाने बेलाको सानो साइडवेज हो कि भन्न चाहिँ सकिन्छ। तर पनि फेरि अलिकति अपै छ क्या, छन चाहिँ अब लोबाट भन्दा पनि क्लोजिङ लोबाटै हेर्ने हो भने पनि ट्रेन्ड त एकदमै खतरै अप छ। त्यसले गर्दाखेरि अहिले चाहिँ हामी अतालिएर तलै झर्छ भन्ने जस्तो छैन माहौल। अब विभिन्न कुराहरू राम्रा कुरा हुँदैछन्, त्यसले गर्दाखेरि अलिकति घट्यो भने पनि योभन्दा तल नआउला, यो चाहिँ मजाले किन्ने एरिया हो भनेर मैले पनि भनेको छु। र अब आजको पनि क्यान्डल हेर्नु भने डोजी एकदमै लाइनै हराएको डोजी, जहाँबाट सुरु भयो त्यहीँ आएर बन्द भयो। अब त्यसले चाहिँ भोलि जे पनि हुनसक्छ भन्छ डोजीको थ्योरीले। तर अब यो पोजिटिभ कुराहरू मोर भएको सबै कुराले हुँदाखेरि चाहिँ यो डोजीले चाहिँ तलभन्दा माथि नै जोड गर्छ र यो मैले सानो ट्रेन्ड लाइन तानेकालाई कतै रेस्पेक्ट गरेर वात्तै माथि जान पनि सक्छ भन्ने कुरा चाहिँ मलाई लाग्छ। अरू कुरा चाहिँ यो क्यान्डलबाट त्यति नै हामीले बुझ्यौँ। र अब हाम्रो फेभरेट इन्डिकेटरले केही कतै देखाउँछन् त भन्ने कुरा हेर्नुपर्ने हुन्छ। अब एकदमै ट्रेन्डिङ जोनमा र तपाईँले बोलिङ्गर ब्यान्डको हेर्नु त अप्पर ब्यान्ड कन्टिन्यू फुक्ने क्रम जारी छ र त्यही अनुसार पनि यहाँ यो आजको हायर बिन्दु पनि लास्ट वर्किङ डेजको बिन्दुभन्दा माथि नै छ। भनेको तलबाट हेर्नुहोस् माथिबाट हेर्नुहोस्, अघि मैले तलबाट हेरेको थिएँ, यो चाहिँ माथितिर जाने खालकै सङ्केत चाहिँ देखिन्छ र भोल्युम चाहिँ अब ठिकै उस्तै बराबरै भोल्युम आइरहेको छ। अब एउटा कुरा चाहिँ आरएसआई एकदम ट्रेन्डिङ जोनमा छ, तल जान नमान्दै माथि जान खोज्दै अथवा यतै बसिरहेको छ। 66 भनेको एकदमै राम्रो हो। तर एमएसिडीमा चाहिँ यो लाइनले बाई क्रसओभर कन्टिन्यू दिएर यत्रो ग्याप क्रिएट गरिसक्दाखेरि पनि यहाँ अलिकति अलमल जस्तो 3वटा बारहरू लाइट भइसकेर आजको बार चाहिँ अलिकति छोटो पनि भएको चाहिँ देखिन्छ। तर यसले यसरी नै अलिकति ढिलो सिग्नल पनि दिन्छ है, ल्यागिङ हुन्छ भन्छु। यहाँ हेर्नु त, सो यहाँ लाइट गऱ्यो फेरि डार्क गऱ्यो, फेरि यत्रो लाइट गरेर यसले सेल सिग्नल नदेखिकन फेरि यसरी चाहिँ डार्क गरेर आयो। त्यसले गर्दा त्यो चाहिँ अहिलेको माहौलमा त्यसलाई आश गर्न सकिन्छ। ओभरअल यदि नेप्सेको मात्रै कुरा गर्ने भने पछि मैले बिर्स्यौँला, यो एक खालको साइडवेज टाइप भएकोले गर्दाखेरि नाफा चाहिँ होल्ड गर्दै जितिन्छ। हेर्नुहोस् यो चाहिँ कुरा कन्फर्मै हो। तर तपाईँलाई होइन भोलि अलिक सस्तोमा पाउँछ, अलिअलि चाहिँ म बेच्दै गर्छु अथवा पैसा अलिअलि नाफा पनि बुक गर्छु भन्नुभयो भने चाहिँ त्यो स्ट्राटेजी गलत हुँदैन। र तपाईँले होल्ड गर्दा चाहिँ टेक्निकल चार्ट मात्रै हेरेर गरेका फन्डामेन्टल राम्रो नभएकालाई चाहिँ होल्ड भन्दा पनि नाफा आएपछि बेच्ने नै हो यो बेलामा पनि। तर फन्डामेन्टल राम्रो भएका चाहिँ यो बेलामा किनेर होल्ड गर्नु हो भने यो केही समय 2-4 महिना 6 महिनामा चाहिँ त्यसले राम्रो प्रफिट दिन सक्ने चाहिँ मैले देखेको छु, मैले छोटकरीमा भने। अब यसपछि हामी हाम्रा सेक्टरबाट जान्छौँ। आजको सबभन्दा राम्रो गर्ने सेक्टर ट्रेडिङ भए पनि हामी हेर्दैनौँ। त्यसपछि डेभलपमेन्ट ब्याङ्क नै हो, त्यसैलाई हामी हेर्छौँ है त। डेभलपमेन्ट ब्याङ्क अलि लामै समय भयो चलेको, तपाईँले याद गर्नुभएको होला होइन। यहाँदेखि मजाले चलेर माथि गएर पनि यो यति तल नआइकन हायर लो बनाएर स्वाट्टै माथि गएको हो
र यहाँ हायर हाई बनाएपछि अझै हायर लो बनाएर माथि नै जाँदैछ र यसको ट्रेन्ड हेर्नु हो भने नेप्सेको जस्तै अझ त्योभन्दा राम्रो ट्रेन्ड मैले देख्छु। अब यसमा शङ्का गर्ने ठाउँ छैन टेक्निकल्ली, यस्तो ट्रेन्डिङमा छ। बोलिङ्गर ब्यान्डको अप्पर ब्यान्ड फुकाउँदै लगेको छ। आजको क्यान्डल अलिकति ड्रागन फ्लाई डोजी टाइप, तैपनि अझै तलको विक अझै लामो भएको चाहिँ मैले क्लियरली ड्रागन फ्लाई डोजी भन्थे। डोजी टाइप नै क्यान्डल बनेको छ। भोल्युम अलिकति बढेको छ। आरएसआई एकदमै राम्रो, अलिकति 61-62मा आएर फेरि फर्केर 66 भन्दा माथि गयो, एकदमै राम्रो। यहाँ एमएसिडीले पनि यहाँ अलिकति अलमलको साइन दिएर फेरि दुईटा डार्क बार चाहिँ बनाइसक्यो भनेपछि यसमा भन्नाले डेभलपमेन्ट ब्याङ्कमा चाहिँ टेक्निकल्ली चार्टका आधारमा एकदमै राम्रो चाहिँ देखिएको छ। बाई गर्न, ट्रेड गर्न, इभन इन्भेस्टमेन्टका स्टकहरू पनि किन्ने बेला चाहिँ भनेर। र फाइनेन्स पनि तपाईँले हेर्नु भने खासै फरक छैन। हायर हाई बनायो, हायर लो बनायो, फेरि अझ नयाँ हायर हाई बनायो, यो नयाँ हायर लो बनाएर माथितिर जाने जस्तो देखिन्छ। झन्डै इन्भर्टेड ह्यामर अथवा डोजी टाइप क्यान्डल छ, अलिकति अलमल स्पष्ट नभए पनि। तर यो पोजिटिभ बेलामा यो चाहिँ मलाई चाहिँ राम्रो होला भन्ने नै लाग्छ। अब यहाँ भोल्युम पनि राम्रै आइरहेको छ। आरएसआई एकदम गजबै ठाउँमा छ। र लास्ट डेमा यस्तो डार्क बनाएको बार चाहिँ आज लाइट बनाएछ, तर यसले भोलि फेरि डार्क बनाउने सम्भावना एकदमै राम्रो छ भने चाहिँ फाइनेन्सलाई पनि मैले राम्रो माने। र त्यसपछि चाहिँ हामी सबैको धेरै पैसा लगानी भएको सेक्टर ब्याङ्किङ केही दिन यता राम्रै छ। आज क्यान्डल बियरिस भए पनि बढेकै हो। किन बियरिस भयो भन्दाखेरि माथिबाट सुरु भयो, तल आएर बन्द भयो, तर हिजोको भन्दा बढी राम्रो छ। र यो क्यान्डल पनि झन्डै इन्भर्टेड ह्यामर टाइप अथवा डोजी टाइप नै हो। बियरिसको कुरा तपाईँले बुझिहाल्नुभयो रेड कलरको। र यो अलिकति भोल्युम घटेको छ। आरएसआई एकदमै राम्रो ठाउँमा, अझ यहाँ आएर तल झर्ने भन्दा पनि जाँदैछ भनेपछि यो एकदमै राम्रो हो। यहाँ बार चाहिँ अलिकति आजको क्यान्डलको ओपनिङ अलिकति माथि भएको हुनाले पनि हुनसक्छ आजको बार चाहिँ यो फाइनेन्स जस्तै खालको चाहिँ बनेछ भनेर चाहिँ भने। तर ओभरअल मलाई चाहिँ यो एकदमै ठिक चार्ट र राम्रो छ भन्ने नै लागेको छ। त्यसपछि हामीले हेर्ने माइक्रो फाइनेन्स ठिक छ। त्यसपछि माइक्रो फाइनेन्स पनि तपाईँलाई थाहा छँदैछ धेरै हाम्रो लगानी छ। महँगो माइक्रो फाइनेन्सहरू फन्डामेन्टल्ली पनि राम्रा छन्, ट्रेडको लागि पनि राम्रा छन् लो क्यापहरू। ल डोजी क्यान्डल बनाएछ बुलिस भए पनि अब भोल्युम लगभग लास्ट वर्किङ डेको जस्तै। आरएसआई एकदमै ट्रेन्डिङ जोनमा। एमएसिडीमा यो बाई क्रसओभर कन्टिन्यू भए तापनि बारहरू चाहिँ लाइट हुँदैछन्। अब यो अझै घट्दै जान्छ कि के हुन्छ हेर्नु होला। तर यसमा चाहिँ माइक्रो फाइनेन्समा चाहिँ तपाईँले यदि स्टक स्पेसिफिक चार्टको आधारमा र फन्डामेन्टल हेरेर बाई गर्नु हो भने चाहिँ यो ओभरअल अब 50वटा छन् माइक्रो फाइनेन्स, अझ 51वटा भयो होला। त्यो माइक्रो फाइनेन्समा चाहिँ अलिकति नराम्रा भनौँ न 50वटा मध्ये 30-35वटा अथवा 30वटैले पनि तपाईँलाई यहाँ प्रभाव पारेर चार्ट बिग्रेको हुनसक्छ। तर टपका भनौँ न टप 10 अथवा टप 15 माइक्रो फाइनेन्सको मात्रै चार्ट बनाउने हो भने बवालै हुन्छ। त्यो कुरा चाहिँ तपाईँले बुझ्नु होला। फन्डामेन्टल्ली पनि बवाल र चार्ट वाइज पनि। र यसमा चाहिँ तपाईँले भविष्य देख्न सक्नुहुन्छ। र अब यो बुल आउँदै गरेकै भनिरहेको छौँ हामीले अहिले, त्यो अवस्थामा तपाईँको तयारी चाहिँ यसमा पनि जान सक्छ। नन लाइफ माइक्रो फाइनेन्सभन्दा 0.01ले बेसी रहेछ, तैपनि ठिकै छ, अलिकति अगाडि पछाडि पर्यो। नन लाइफ चाहिँ अलिकति रिस्की छ है, मैले भनिरहेको छु। एकदमै तल सस्तो छ भनेर तपाईँले किन्ने अथवा चाहिँ क्लेमहरू यो लास्ट विध्वंसको क्लेम चाहिँ साह्रै धेरै छैन भने त्यस्तो स्टक मात्रै किन्नु होला। ओभरअल चाहिँ नन लाइफ चाहिँ अहिले रिस्की नै छ फन्डामेन्टल्ली भन्न चाहेँ। ट्रेडको लागि अलिअलि फाटाफुट्टा स्टक हेरेर हेर्नु होला। अब यसरी हेर्ने हो भने त चार्ट त ट्रेन्डिङमै छ, यहाँ पनि ट्रेन्डिङमा छ। यहाँ मात्रै, यहाँ पनि अब बाई सिग्नल कन्टिन्यू अलिकति लाइट हुँदाखेरि ठिकै हो। तर फन्डामेन्टल कुरा धेरै थाहा भएको हुनाले त्यसको इम्प्याक्ट आउन सक्छ भनेर अलिकति मैले तपाईँलाई सचेत मात्रै गराएको हो। त्यसपछि म्यानुफ्याक्चरिङमा चाहिँ अलिकति फेरि त्यही हो, जेएनजी स्टकहरूको बाहुल्यताले, त्यही बाहुल्यता भन्नाले टोटलमा धेरै त होइनन्, तर बढाउनेमा चाहिँ तिनीहरूकै जोड परेको हुनाले यीँदेखि तपाईँलाई थाहा छँदैछ अलिकति यसमा डराउनु पर्ने हुन्छ सेक्टरै हेरेर चाहिँ। तैपनि ट्रेन्डिङ जोनमै छ। यहाँ पनि एकदमै राम्रो क्यान्डलहरू बनिरहेका राम्रो एरियामा छ। बोलिङ्गर ब्यान्ड यसरी फुक्ने क्रम छ। यसमा पनि सेलेक्टिभ भएर किन्नुभयो भने चाहिँ तपाईँलाई एकदमै राम्रो हुन्छ। हाइड्रो पावर पनि ग्रिनै छ। अब हाइड्रो पावर त झन् साह्रो नहेर्ने कुरै भएन। बुल ल्याउने राजा मध्येको हाइड्रो पावर र ब्याङ्किङ नै टपमा हुन्। एकदमै राम्रो जोनमा छ, ट्रेन्डिङ जोनमा छ। यहाँबाट यसरी माथि गएर पनि आरएसआई एकपल्ट
41-42 मा पुगेर फेरि फर्केर माथिरै छ। एमएसिडीले पनि आज मात्रै अलिकति लाइट बार बनाएको, नभए यस्तो राम्रो क्रसओभर छ। क्यान्डल चाहिँ डोजी छ, बुलिस भए तापनि, तर भोल्युम हेर्नु न बढ्दैछ बिस्तार बिस्तार, पार्टिसिपेसन खतरै छ भन्ने बुझिन्छ। यो चाहिँ अब ट्रान्जेक्सन नभएको दिनको भएर त्यस्तो भएको, थोरै भएको दिनको होइन। राम्रो छ हेर्नु त, बोलिगर ब्यान्ड यस्तो फुक्दैछ। यहाँभन्दा राम्रो चार्ट हामीले के आश गर्ने। अब सायद ग्रिन भएका सम्पूर्ण हेरिसक्यो, फाइनेन्स ब्याङ्किङ सबै हेरियो र तपाईँले हेर्नै पर्छ भन्नुभएको एउटा स्टक इन्भेस्टमेन्ट पनि हो होइन। यो त अलिकति अब जस्तो तपाईँले हाइड्रो पावर हेऱ्यो, इन्भेस्टमेन्ट र लाइफ यी पनि हेरौँ, किनभने त्यो ओभरअल त्यस्तो भए तापनि, रेट भए तापनि यो अहिलेको माहौलमा त हामीले हेर्छौँ ठिकै छ। लाइफमा पनि अब आज चाहिँ बियरिस क्यान्डल बने पनि भोल्युम ठिकै छ, आरएसआई ट्रेन्डिङ जोनमै छ। अब 3टा बार लाइट भए पनि अब बाई सिग्नल कन्टिन्यू छ। अब तपाईँले स्टकमा अलिकति होसियार गर्दै किन्नुभयो भने यो म जहिले पनि भने हुन्छु स्टेबल टाइपको स्टक हो नि त। सो त्यसपछि इन्भेस्टमेन्टमा चाहिँ एउटा कुरा छ है, म तपाईँलाई टाइममा भनिरहेको हुन्छु। यसमा थोरै स्टक छन् र केही स्टक अति नै राम्रा छन् भने केही स्टकहरू चाहिँ फेरि अलिकति नराम्रा जस्ता अथवा कम राम्रा जस्ता पनि छन्, नराम्रो भन्नुभन्दा। त्यसले गर्दा अलिकति सेलेक्टिभ चाहिँ हुनैपर्छ। आज 6वटै डिक्लाइन भएछन्। सबभन्दा बेसी डिक्लाइन चाहिँ कुन भयो त भन्दाखेरि एनआरएन भएछ होइन। अब महँगो पनि छ स्टक, अब इएनएल, एचआइडिसिएल, सिएचडिसी सबभन्दा महँगो त सिएचडिसी नै हो। तर अब यो त बल्ल बल्ल स्टक हो, त्यसले गर्दा त्यस्तो फरक पर्दैन महँगो भएर। ल त्यही भएर यसमा चाहिँ अब ट्रेन्डिङ जोनमै भए पनि तपाईँले सेलेक्टिभ हुनु होला। ल अब तपाईँले सोधेको स्टक, मैले दिउँसो सोधेका स्टकहरू मैले सम्झिराखेकै हुन्छु धेरै जसो। एचएचएलमा लेखेर पनि राखेको छु। एचएचएल चाहिँ अब यसरी हेर्दाखेरि यहाँबाट चाहिँ माथि अलिक पिकमा हो त भने जस्तो देखियो, तर होइन, एकदमै पोजिटिभ छ। जस्तो यहाँ नजिकैको यो रेसिस्टेन्सलाई ब्रेकआउट गरेर पहिल्यै गइसक्यो र आज यहाँ पुगेर माथि यसो त्यो थोरै लास्टतिर थोरै सप्लाई आएको पनि हुनसक्छ, तर यत्रो तल चाहिँ विक बनाएको छ। यो चाहिँ लोवर प्राइस रिजेक्सन नै हो। त्यसले गर्दाखेरि चाहिँ यसमा चाहिँ एकदमै राम्रो मुभ आएको र नजिकैको रेसिस्टेन्सलाई 397 तिरको मैले अझ 398 अथवा 97 भनौँ न, यहीतिरको एउटा नजिकको मैले रेसिस्टेन्स देखेँ। तर अब जुन तरिकाले यो बढ्दैछ आरएसआई एमएसिडीको जुन यहाँ पोजिटिभिटी देखिन्छ नि, यो देख्दाखेरि चाहिँ योलाई खासै रेसिस्टेन्स नमानेर रेसिस्टेन्स चाहिँ यतैतिर नै जाला कि 450 तिरसम्म पुग्ने हो कि भन्ने जस्तो चाहिँ देखिन्छ। तर अब तपाईँले बेच्ने बेलामा चाहिँ अलिकति हेर्नु होला कता जान्छ, तर यसले चाहिँ 2-4 दिनको मुभ चाहिँ देखाउने जस्तो मैले देखेँ है त। तपाईँले त्यही भएर पनि सोध्नुभएको होला सायद होइन यो देखेर। त्यसपछि युएआइएल सोध्नुभएको थियो। हुन चाहिँ युएआइएल मैले दिउँसै हेरिदिइसकेको हो। यो पनि ठिकै रहेछ। अब यहाँ बाई सिग्नल राम्रै छ, यस्तो डार्क बारहरू छन्। आरएसआई अब 50 भन्दा माथि नै छ। आजको क्यान्डल चाहिँ बुलिस भए पनि डोजी टाइप बनेछ, तर आज भोल्युम राम्रो छ भनेपछि यो कमसेकम पनि तपाईँले चाहिँ अब योभन्दा पनि टार्गेट, नजिकको टार्गेट चाहिँ तपाईँले 490 तिर नै राखेर पनि किनेर केही 8-9% को नाफा चाहिँ कमाउने जस्तो देखेँ मैले। अथवा तपाईँ कुनै एभरेजिङ गर्ने क्रममा हुनुहुन्छ, पुरानो छ भने पनि सायद अब यहाँभन्दा तल चाहिँ यो आउँदैन होला मार्केटको पोजिटिभिटी यताउति हेर्दाखेरि। त्यसो हुँदा यो ठिकै स्टक जस्तो लाग्यो तपाईँले सोधेको। अर्को मैले हेर्न खोजेको चाहिँ तपाईँहरूले सोध्नुभएको आरएसएमएलमा त तपाईँले टन्न नाफा कमाएर मात्रै बेच्ने हो भन्नुहुन्थ्यो, तर सर्किटै लागेन, अरू सबै सर्किट लागे, यो त खतम भयो क्या हो भन्दै हुनुहुन्थ्यो। तपाईँलाई म त्यसको कुरा चाहिँ यहाँ देखाउँछु ल। सो यहाँ जाउँ होइन, सरी नेप्सेमा जाउँ, त्यसपछि यहाँ जानुहोस् फ्लोवर सिटमा जानुहोस् होइन, टुडेज फ्लोवर सिटमा जानुहोस्, आरएसएमएलमा जानुहोस्, फिल्टर यहाँ हेर्नु त। कुनै पनि स्टक एउटै प्राइसमा कारोबार भएको छैन भनेपछि यसले खालि बढाउने 2-2% बढाउने मात्रै काम गरेछ। कसले 50 किता बेच्नु हो, मिलिमिली गरेको पनि हुनसक्छ, अथवा यो खै अब यो पर्खिन्न भनेर झ्यापै बेच्नुभयो कि जस्तो लाग्यो। जम्मा 80 किता कारोबार भएको छ भनेपछि किन नबढेको भन्दाखेरि सप्लाई नआएर प्राइस गडबड भएर अथवा मान्छेलाई मन नपरेर होइन नि। ल तपाईँलाई मैले दिउँसो स्क्रिनसट पनि लिइरहेको थिएँ, तपाईँले सोध्ने बित्तिकै चाहिँ मैले स्क्रिनसट लिएको थिएँ, तपाईँलाई म देखाउँछु स्क्रिनसट कस्तो थियो स्थिति भनेर। ल यही हो, ल हेर्नु त यहाँ यति नै पर्सेन्टमा 10% नभए पनि 1,30,000 को मैले यसो पुल्लुको हेर्दाखेरि 1,30,000 को अर्डर छ, खोइ सेलर। त्यही भएर हो अब तपाईँ पनि बेच्न लानुहुन्न, म बेच्न नलानु भनेको भनेछु,
भनेपछि त अहिले बेच्न लगेपछि कसरी बढ्छ, कसैले सेक्रिफाइस गरेर बढाइदिँदै हुनुहुन्छ। उहाँहरूलाई फेरि पनि मुरी धन्यवाद। ल आज पनि डेली भिडियो यति गरौँ। 8 बजे तपाईँसित अर्को एकदमै महत्त्वपूर्ण भिडियो आज 8 बजे आउँदैछ। हरेक 8 बजे त आइ नै हाल्छ। अहिलेलाई चाहिँ ह्याप्पी इन्भेस्टिङ, ह्याप्पी ट्रेडिङ। तपाईँलाई फेरि त्यही 8 बजेको भिडियोमा भेट्ने गरी बिदा मागेँ। धेरै धेरै धन्यवाद।